त गाइज हामी अब स्ट्रबेरी खान आएछु होइन किन लजाएको होला ल भाइ ल जान त सबैजना हुन्थ्यो अब यस्तो गइन्छ कति मिनट यहाँबाट 34 मिनट ठिकै छ ल है त हामी हिँड्ने है त स्ट्रबेरी खान ल हामी 5 जना ग्रुप ल गाइज ल फाइनल्ली आइपुग्यो हामी है इची गाडी ल बाटो भुले होइन ल हाम्रो ड्राइभर साहब ल अब हामी यसो छिटो 11 बजेको उ थियो आएको थियो अब हल्का ठ्याक्कै 11 पट्यो अब यस्तो सल्लाह गरेर हामी छिर्नेछौँ ताबी होदाइमा ल है त फाइनल्ली आयो होइन दाइ खाएर देखाउनु त यस्तो ल छिटो ल अन्त हजुर ल ल साँच्चै खानु ल खाएर देखाउनु त दाइ एउटा ठुलो छ है फेरि मिठो के गुलियो के सस्तो पनि छ त्यही पनि 45 मिनटको नमी हुँदै भन्नु न ताबी हुँदै नमी हुँदै हुन्छ थेट तेरि रक्सी खाने भयो ल ताबी हुँदा टन्ने हेर्नु ठुलो छ 45 मिनटमा है सस्तोमा सस्तो पनि है दामी छ 2000 विदाउट ट्याक्स है फेरि 2000 छ दामी छ ओइसिसो ल त ल यस्तो आम्पो लोड छैन कुन खाउँ कताबाट टिपेर खाउँ होइन देख्नुपर्छ क्या हो मुनसँग चोप्रे खाने है फेरि अब 45 मिनट कति खाइन्छ अब ल है त अब यस्तो खाइन्छ बढे टिपेर खाइन्छ ल खान्छु अब 45 मिनट आधी भ्याएर जान्छु अब धेरै खायो धुलो गएछ ध्यानमा यार मिनट हाम्रै राज जति खायो नि अब के गर्नु खाने हो दबाएर नुनसँग मोलेर आधा केजी खायो भोज खाइसक्यो मेरो पेट ढप्प भयो धेरै खाएर ढप्प भयो के गर्ने होला तर खान छोड्दिनँ म है त फाइनल्ली अब खाइयो होइन
अब चाहिँ फेरि पेट यत्रो बनाइदियो यी पेट ठुलो बन्यो अब त्यस्तै हो अब चिको पुग्ने खायो यस्तो एकदम मिठो लाग्थ्यो टन्ने खायो होइन ठिकै छ हामी अब हाम्रो स्टाफ दुईजनाले आरिगातो गोजाइमास भन्यो हामीलाई ल हामीले पनि भने अब हामी चाहिँ अब नेक्स्ट डेस्टिनेसन होइन त्यतिर हिँड्नु लागेको अब ल अब त घुम्न हो धेरै खायो वाक्कै भयो पेट अब स्ट्रबेरी खाइदिन कति महिना अब कहाँ हो र दाइ नारुतो पार्क नारुतो पार्क ल त नारुतो पार्क आयो हामी होइन एकदम ठुलो रहेछ होइन तोकुसीमा साक्रा फुलेला चाहिँ एकदम राम्रो ठाउँ रहेछ टक्क बसेर चौरमा बसेर बदम सुन्तला टक्क सुत्दै खान कति मजा आउने ठाउँ रहेछ ल साइडमा चाहिँ बार्बी गर्ने ठाउँ रहेछ समुद्र छ यस्तो हुँदा नेपाल नेपाल भाइब्स आउँदो रहेछ नेपालमा भएको यता गाई बाँधेको हुन्छ उता गाई बाँधेको हुन्छ गोबर हुन्छ आकाशी फुल यो नारुतो पार्कको आकाशे फुल होइन यहाँ चाहिँ पुरै आकाश फुल होइन यो ग्रिन पार्क छ हेर्नु मिल्छ पैसा नहालेको एकदम के अरे बसेर टक्क बसेर हेर्ने चाहिँ राम्रो एकदम राम्रो ठाउँ हो रमाइलो छ ठाउँ गर्नु माथि जाउँ कतिर ल फाइनल्ली घर नि आइपुग्यो स्ट्रबेरी खाइयो अब यस्तो घुमघाम पनि गरियो बास्टै चिसो रहेछ बाहिरतिर ठिकै रमाइलो भयो आजको बिदा यस्तै रमाइलो काट्यो साथीभाइहरूसँग ल अब फेरि घुम्न जाँदाखेरि यस्तै भिडियोहरू हाल्नुहोला गुड बाई